Hello guys, welcome back to our YouTube channel. हामी चाहिँ यहाँ जियोको टुरमा आछौँ र यो चाहिँ हाम्रो सेकेन्ड डे हो जियोमा र हामीसँग यहाँ हुन्छ श्रुचि, यहाँ हाम्रो सब साथीहरू र यता हुनुहुन्छ आदि साथीहरू र यहाँ चाहिँ मैले उहाँको भ्लगमा सागरको भ्लगमा आइदा हो तर मान्छक सुन्दिनु यहाँनिर के गर्न आउनुभयो के हेर्नुभयो उपर भन्न भन्दिनु मैले त केही हेरिन निदा राको अब यस्तो जियोको टुरमा र यस्तो मान्छेहरू भेटिनुहुन्छ ल थ्याङ्क यू अब यतिमै एन्ड गर्न चाहे मैले भिडियो हो क्या मलाई हिँड्नु यस्तो कहाँ मरल त्यहाँ उही कहाँ हान्छ त्यहाँ मुला डर लाग्दो किन आएको हौ त साथीहरू है अब फ्युचर इन्जिनियरिङ भएको त छैन हुनेवाला यसो हामीले टर्नेलको बारेमा रिसर्चहरू गर्दै हामी यतातिर आयौँ है अब यो चाहिँ हाम्रो ढालबहादुर हो ढालबहादुर रसाइल हो मिनी भ्लगमा केही छ यो टर्नेलको बारेमा भन्नुपर्ने भने बारेमा ठिकै छ रेप्सी भाले छ यो रक क्लास राम्रो छ रक राम्रो छ त्यसमा के सपोर्टहरू चाहिँदो रहेछ त त्यसमा लिफ्ट चाहियो कहाँ रे यो लोकेसनको नाम यो गोर्खा हो सिउरेनी टार भन्ने ठाउँमा त्यति हो के हो अरू के भनिरहेको छ सिउरेनी टार अनि कस्तो भइरहेछ त इन्जिनियरिङ लाइफ यसो इन्जिनियरिङ मा के हो भने डाइलगै बिर्सिहाल्थ्यो के अरे एउटा टिकटकमा भाइरल थियो नि केटाहरू रहेछ गाँड पेरिरहेछ के भन्ने होला क्या पसिनै पसिना आउँछ गाँड पेरिरहेछ यसको त्यो कच्चा नि उस्किन्छ मोटे के भन्नु छ यहाँ के भन्नु भन्छ अरे 7 केजी हो युट्युब हो यार केटा भन्नु न यार युट्युब हो यार युट्युब लाइभ गइरहेको युट्युब हो ढले हो ढले खै देखाउ नि त ल केही भन्नु छ केटा हो मनिष गाह्रो छ ल